सब कुरा घाइतेको लागि के हुन्छ मन्त्रीज्यू अब घाइतेको लागि उपचार हुन्छ त्यो म अर्को आत्मकथाको किताब लेख्दाखेरि त्यहाँ हालौँला आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप लिएर आउनु भयो भित्र आत्मबल स्याउ अब के अरे फुलको गुच्छा अनि केरा यस्तो दिए I enjoy sleeping 9 करोड रुपियाँ जति खर्च कटाएर जम्मा भइसकेको छ त्यो पैसा जम्मा मात्रै गरेर ब्याङ्कमा जम्मा गरेको छैन त्यो खर्च हुँदैछ त्यसपछि अर्को आइडिया निकाल्नु पर्ला हैन किनभने आइडिया एकैचोटि निकाल्यो भने बर्बाद पर्छ गाइज तपाईहरु कतिको एक्साइटेड हुनुहुन्छ त नयाँ रियाक्सन भिडियो हेर्नलाई म चाहिँ एक्साइटेड नै छु हैन पुरै महावीर पुनको थग लाइफ फेरि पनि हैन यो चाहिँ पार्ट 3 हो मेरो रियाक्सन चाहिँ पार्ट 2 हो हैन हाम्रो पर्वत बस्नेत प्रोले नयाँ कम्पाइलेसन हालेको रहेछ क्रेडिट चाहिँ उसैलाई जान्छ है म यसको यो ओरिजिनल भिडियोको लिंक पनि डिस्क्रिप्सनमा हाल्दिन्छु अब ढिला नगरिकन रियाक्सन भिडियो सुरु गरौँ है त घडीको कुरो के हो यो प्रधानमन्त्रीज्यूलाई चार्जर हान्नु भएको कि सपोर्ट गर्नु भएको हो खासमा पत्रकारहरूलाई चाहिँ उडाएको हो त्यो त पत्रकारहरूको काम भनेको के भइरहेछ भने कहाँ कसले के लागेको छ के खाएको छ कसले कहाँ हग्यो कसले कहाँ पाद्यो कसले कहाँ गएर मुत्यो भन्ने कुराहरू मात्रै हेरे जस्तो लाग्यो क्या कामै छैन पत्रकारहरू अस्ति त्यो ताप्लेजुङमा दिएको एउटा वृद्ध दम्पति बुढाबुढी आएर दिएको हो मैले चाहिँदैन भन्दाखेरि पनि होइन यो लिनुहोस् कि लिनुहोस् भने छोड्दै छोडेन त अब के गर्नु त अनि झोलामा हालेर लिएर आएको रोलेक्स हो के त्यहाँ त्यही फोटो हेर न हो कि होइन ठाउँ हेर्ने रमाइलो हेर्ने भन्ने कुरा झिलिमिली हेर्ने भन्ने कुरा मैले हेरिसक्यो हेरेर पनि थाकिसक्यो अब त्यस कारणले मलाई चाहिँ त्यस्तो चाहिँदैन भनेपछि रिफ्रेस हुनको लागि चाहिँ दिउँसो चाहिँ सुत्नुहुन्छ तपाईँ दिउँसो सुत्दिनँ राति सुत्छु अब जस्तै कि हाम्रो चाहिँ धरानको मेरो अर्को साम्पाङज्यूको पनि त्यो खालको प्रतिक्रिया आउँछ यसरी चाहिँ प्रतिक्रिया नदिए हुन्थ्यो नि भनेर पनि भन्छ नि सर कस्तो लाग्छ किन नदिने प्रतिक्रिया दिने मात्र होइन मैले त पायो भने ठोकिदिन्छु पनि भनेको छु होइन अब भेट हुँदैन अब फेसबुकमा ठोकेर भएन यो खानेकुरामा पनि मैले केही पनि वास्ता गरेँ भोक लाग्यो भने जे छ त्यो भोक लाग्दैन कुनै संस्थाले सम्मानपूर्वक दिएको मायाको चिनो मेडललाई तपाईले सजिलैसँग बिक्री गरिदिनु भयो के भन्नुहुन्छ यसमा केही न केही काम गर्ने हो भने मान सम्मान र पदक पुरस्कारले आफै पछ्याएर आउने रहेछन् देशका युवाहरूले यति बुझिदिनुन् भन्ने मेरो हार्दिक आग्रह यो बेचेरै छ नि त यार बेच्न यो चाहिँ हेरेको थिएन है मैले पहिला यो मेडल हो भनेर बिक्री गर्ने होइन काम नलाग्ने मायाको सम्झनाहरू टिपेर पनि फालेको छ सेम लभ लेटर जस्तो भयो दादा त्यति इम्पोर्टेन्ट भयो नि के गर्नु काम नलागेपछि अब जेसुकै गरोस् मलाई राजनीतिसँग वास्ता छैन देश र राज्यबाट के कुराको आशा छ हजुरलाई केही आशा छैन के आशा गर्नु केही हेल्प गरे पो आशा गर्नु तपाईँ पछिल्लो समय खुसी हुनुभएको हाँस्नु भएको कुनै पल मलाई भनिदिनुहोस् कतिखेर तपाईँ हाँस्नुहुन्छ सधैँ तपाईँले के ठुलै निर्णय गर्यो भन्ने ठाने कि मन्त्री हुनुहुन्छ अहिलेसम्म त्रिभुवन विश्वविद्यालय नीति तथा कार्यक्रम धरि ल्याएको छैन के भन्नुहुन्छ अब त्यो त प्रयास गर्दैछन् त्यहाँ तिनीहरूले होइन
अब त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनु पर्ने अब त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनु पर्ने घरको सम्पादक त अब जेनजी उमेरमा परेन ढङ्ग ल्याएन भने त्यो पार्टी खोलेको केही अर्थ हुने कसैको पार्टीमा अहिले जानु सम संस्कृति पार्टी वैकल्पिक पार्टी बन्ला कि नबन्ला अरे ज्योतिषीको कुरा नगर न हो अब 32 वर्षमा 32 वर्षसम्म म त पालिएको छु 32 वर्षसम्म त हावा खाएर त बाँचेको छैन होला म होइन हावा र पानी खाएर बाँचेको छैन होला किनभने हावा र पानी खाएको भए यस्तो भुनी पनि लाग्ने थिएन होला ले त चप्पल लाउन सक्दैन फाटेकै चप्पल लाउँछ कोट लाउन सक्दैन तर तपाईहरुले त 1000 2000 को जुत्ता त लाउन सक्नुहुन्छ हैन तपाईहरुले सक्ने हुँदा हुँदै पनि चप्पलमा किन हिँड्नुहुन्छ यो पनि एउटा लोकप्रियतावाद हो कि भनेर प्रश्न उठिरहेको ए साथीहरु त हावा गरेर बस्छ हैन जुत्ता लाउन सक्ने औकात छ भने त्यो चप्पलै नलाउने घाइतेको लागि के हुन्छ मन्त्रीज्यू अब घाइतेको लागि उपचार हुन्छ बिरामीहरुलाई आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप्स दिएर आउनु भयो भित्र आत्मबल स्याउ अब के अरे फुलको गुच्छा अनि केरा यस्तो दिए अहिलेसम्म तपाईको यहाँबाट अनुसन्धान गरेर आविष्कार गरेर मान्छे आफ्नो खुट्टामा आफै भर परेर गरेको व्यवसाय उद्यम चाहिँ अहिले छैन अहिलेसम्म छैन किनभने 2 वर्षमा कसरी हुन्छ यो त चाहिँ के अरे मकै रोपेर बारीमा मकै रोपेर 6 महिनामा मकै भाजेर खाए जस्तो अथवा धान रोपेर 4 महिनामा बाली काटेर खाए जस्तो कुरा होइन नि झलनाथ खनाललाई सर्प पाल्नलाई यति पैसा छुट्याइयो महावीरले देशको लागि गर्दाखेरि महावीरले पैसा दिएन भनेर तपाईको कारण झलनाथले गाली पाइरहेछ नि अब त्यो त मैले गाली गर भनेको छैन कसै जनतालाई महावीर पुन भनेर हामी के बुझ्थ्यौं भने म्याग्दीका गाउँमा म्याग्दीका जिल्लाका आसपासमा वायरलेस प्रविधि इन्टरनेट प्रविधि सुरु गर्नु भएको छ भनेर सुन्थ्यौं तपाई एकाएक फेरि आविष्कार केन्द्र खोल्ने भनेर राष्ट्रिय स्तरमै आउनुभयो के त्यतिमा तपाई सन्तुष्ट नभएर फेरि यो सुरुवात गर्नुभयो हो के क्वेशन सोध्छ यार मलाई यस्तो हावा क्वेशन सोध्छ एउटा कार्यक्रम त म हेर्दै थिएँ तपाई त्यो मान्छेलाई त हो भन्दै नि चुप लाग्ने क्या किन भएछ किन न्यु बस्ने यिनीहरूसँग के फाइदा न के फाइदा न के अहिले चाहिँ म तपाईहरुको सम्मान म थाप्दिन तथापि फोन गरेर उहाँहरूले भनेको कुरा के हो भने तपाईलाई सम्मान पनि गर्छौं भनेको हो र मैले भने सम्मान गर्ने भएदेखि म आउँदिन हाम्रो बा मन्त्री भइसक्नु भयो यहाँबाट निस्किन लाउनु भयो हैन कोट प्यान्ट लाएर है त मन्त्री भइरहेको छैन अहिले ए अझै मन्त्री हुनु भयो हैन मन्त्री हुनु भयो हैन कसम खाएपछि हुन्छ मन्त्री केही कुरा राख्दैन तपाईले राख्दैन आर यु कमेडी मी यतिको चाहिँ हुनुपर्छ प्रेम चाहिँ कसरी भयो यतिको चाहिँ हुनुपर्छ है बोल्न मन नलागेको ठाउँमा बोल्दिन भन्दा नि पाउनुपर्छ सर अलि जानु मन लाग्यो यस्तो स्ट्रिट मान्छेको गाउँमा डुल्दा यस्तो हो के हेर्नु डुल्दै हो के त्यो म्याडमले कुनै न कुनै दिन एकपल्ट आई लभ यु त भन्नुभयो होला नि दिनदिनै भन्छ उनीहरूलाई पढ्ने खर्च पुऱ्याइदिनु पर्यो खाना बस्नेको व्यवस्था गरिदिनु पर्यो त्यति मात्रै हो हेर्छु म अरू हेर्दिन अरू कुनै छ उयो छैन तपाईलाई आविष्कार केन्द्रमै फुर्सद छैन हैन यहाँ पनि फुर्सद छ कुनै न कुनै हो हैन अब उहाँ छँदाखेरि त भन्छ यहाँबाट फोनमा पनि भन्छ ए आई लभ यु नै भनेर भन्छ आई लभ यु भन्छ उताबाट के आउँछ त्यो प्रतिक्रिया मैले आई लभ यु भन्छु उसले भन्दैन बाइ बाइ टाटा अहिले तपाईँ 70 वर्षको हुनुभयो 70 वर्षको उमेरमा पनि यो जोस जाँगर यो ऊर्जा चाहिँ कसरी मान्छे कसरी बाँच्छ भात खायो भने ऊर्जा आउँछ एज इन्भेन्टरको बाजे तपाईँले धेरै कुराहरू चाहिँ गरिसक्नु भएको छ आम अडियन्सलाई पनि त्यो कुरा थाहा छ
तर आज म अलि फरक शैलीबाट चाहिँ आजको यो टक सो स्टार्ट गर्न चाहन्छु। हुन्छ जसरी स्टार्ट गरे पनि केही फरक पर्दैन। डाक्टर महावीर पुन आफ्नो बारेमा भन्दाखेरि यो कस्तो मान्छे हो? कि म चाहिँ एउटा मूर्ख मान्छे हो अलिकति। कुनै विदेशी हेरेर मन ढक ढक यस्तो केही भएको त्यस्तो केही भएको भएन खुलेर म चाहिँ पढाइ भन्दा अरू चिज मैले हेरिन। I want to ask you in English, okay? What do you enjoy the most? At this moment, I enjoy sleeping. शिक्षा मन्त्रालयको भवनमा चाहिँ आजदेखि चाहिँ सरिएको छ। बेड बिस्तारा उतै छोड्नु भयो कि यतै आएको छ, सब बेड बिस्तारा सबै यतै आएको छ। खाने भने कस्तो फिल भइरहेछ? बेड बिस्तारा केही क्वेसन सोधेर हैरान बनायो। मन्त्री भइसक्यो मान्छेलाई के गर्यो के खायो फिल हुँदैन, कस्तो पनि हुँदैन फिल खत्तम। हरेक वर्ष यहाँ अरू अनुसन्धान केन्द्रहरू छन्, अनुसन्धान केन्द्रहरूलाई पनि सरकारले बजेट छुट्याइरहेको छ। हामीले एउटा फरक अवधारणा के पेश गरेको भने यस्तो किसिमको आविष्कार केन्द्रहरू, अनुसन्धान केन्द्रहरूलाई दिगो यसरी पनि बनाउन सकिन्छ भन्दाखेरि दिमागमा नघुसेपछि त अब त्यसलाई चाहिँ अब सुइरो लगाएर घुसाउने कुरा त आयो। म 28 वर्ष भयो भनौँ अमेरिकाबाट फर्केर आएको। म चाहिँ अब गल्लीको कुकुर जस्तो अथवा भतुवा कुकुर जस्तो डुलिरहेको छु। जतिको व्यक्तित्वले चाहिँ नि यो अन्तरिम सरकारको मन्त्री बन्नु हुन्थेन, यो 6 महिना त पुग्दै जान्छ। तपाईँको व्यक्तित्वमा रास पो आउने हो कि भन्ने पनि प्रश्न आइरहेको छ। व्यक्तित्वमा रास आउँछ कि आउँदैन भन्ने कुरा अब समयले बताउने कुरा हो। यो 6 महिनाको लागि म किन मन्त्री भएँ भन्ने कथा चाहिँ अलिकति गहिरो छ। त्यो म अर्को आत्मकथाको किताब लेख्दाखेरि त्यहाँ हालौँला। अब चाहिँ आत्मकथा लेखेर बेच्न नपरोस् यार। यत्रो मन्त्री भइसकेपछि नि त्यही भयो भने त अनि जनताले के गर्न सक्छौँ? केही गर्नै सकेनौँ। सिउने चाहिँ अहिले तपाईँ लक्षित त्यो स्ट्याटस छैन भन्नुभएको छ। अब के छ, तपाईँले फिर्ता गर्नुहुन्छ कि त्यो भनाइ के गर्नुहुन्छ? अब केही छ तपाईँबाट भनाइ? धेरै नबोल्नु भनेको छ, त्यो किन फिर्ता गर्ने? ऊ धेरै बोलिरहेछ। उहाँले भन्नुभएको छ झट्ट रिस उठिहाल्ने र प्रतिक्रिया दिइहाल्ने मान्छे अशिक्षित हो भने ऊ मनोरोगी हो, शिक्षित हो भने घमण्डी र अहङ्कारी हो भनेर उहाँले भन्नुभएको छ। शिवजीलाई कतिपल्ट रिस उठ्छ? शिव भगवान एकदमै रिसायो भगवान होइन, उसले चाहिँ रिसाएर चाहिँ कतिलाई चाहिँ भस्मै गर्ने लखट्ने गरेको छैन शिवजीले। अनि अन्य भगवानहरूलाई पनि त रिस उठ्छ। भगवानलाई पनि रिस उठ्छ भने के म मान्छे हो? म त साधारण भुइँ मान्छे हो, भुइँ मान्छेलाई रिस उठ्दैन। थकान हुँदा चाहिँ रिफ्रेस हुनको लागि अब मान्छेहरू थकान हुँदाखेरि रिफ्रेस हुने सबैभन्दा राम्रो तरिका सुत्ने है। सुत्नलाई चाहिँ होइन महावीर पुन्दाइको र मेरो धारणा उस्तै रहेछ है, सुत्ने। 40वटा जिल्लामा किताब बेचियो, 9 करोड रुपियाँ जति खर्च कटाएर जम्मा भइसकेको छ। त्यो पैसा जम्मा मात्रै गरेर ब्याङ्कमा जम्मा गरेको छैन, त्यो खर्च हुँदैछ। त्यसपछि अर्को आइडिया निकाल्नु पर्ला होइन, किनभने आइडिया एकैचोटि निकाल्यो भने बर्बाद पर्छ। पैसा 9 करोड जम्मा भए चाहिँ तरो बेके रहेछ किताब दिने सरकारले भनेको हो, दिएन। खुब राम्रो गरेछ। आर यु कमेडी मी? यस्तो भिडियोहरू त देखेको थिएँ नि त यार मैले पहिला।
ल गाइज थ्याङ्क्स फर वाचिङ है मजा आयो त्यो भने 1-2वटा भिडियोहरू मैले नहेरे रहेछ त्यो भने थग लाइफ मोमेन्ट लास्टमा चाहिँ के भन्न चाहन्छु भने महावीर पुन दाइको फेरि किताब बेच्ने हालत चाहिँ नहोस् हामीले नि केही गर्न सक्नु पर्यो ल यति भन्दै अब नेक्स्ट भिडियोमा भेटौँला त